म अहिले फेरि तपाईलाई अर्को एल हस्पिटल अप्लाई गर्ने प्रब्लम लिएर आएको छु। तपाईले लिमिट x टेन्ड्स टु 0 x e को पावर x माइनस log x प्लस 1 बाइ x स्क्वायर दिएको छ। यदि तपाईले x को भ्यालु 0 राख्नु भयो नि यो टर्म 0 भयो अनि यहाँ चाहिँ log 1 आउँछ यो टर्म पनि के हुने भयो 0 हुने भयो। त्यसको लागि यहाँ सोलुसन है लिमिट x टेन्ड्स टु 0 x e को पावर x माइनस log 1 प्लस x भनेको तपाईको दिसमा माथि जे छ त्यो लेखे यो फर्म 0/0 भयो। अब तपाईले 0/0 फर्म भएपछि के गर्न पाउनुहुन्छ एल हस्पिटल अप्लाई गर्न पाउनुहुन्छ है। लिमिट x टेन्ड्स टु 0 अब डेरिभेटिभ अफ x dx भनेको यो प्रोडक्टको रुल लगाउने भयो। फर्स्टमा x डेरिभेटिभ अफ ex प्लस e को पावर x इन्टु डेरिभेटिभ अफ 1 डेरिभेटिभ अफ log 1 प्लस x कति भयो फेरि 1/1 प्लस x होल अपन कति भयो तपाईको 2x भयो। अब तपाईले x को भ्यालु 0 राख्नु भयो भने कति आउँछ हेर्नुस् है x 0 यो टर्म 0 भइसक्यो e को पावर 0 भनेको 1 भयो 1 माइनस 1 यो फर्म पनि के हुने भयो 0/0। ओके अब नेक्स्ट स्टेप तपाईले यो आइसकेपछि पनि फेरि के गर्नु पर्यो इन्टिग्रेट गर्नु पर्यो। अब x e को पावर डेरिभेटिभ गर्नु पर्यो x e को पावर x त अघि फेरि गर्नु मात्र तपाईले डेरिभेटिभ सिधा लिमिट x टेन्ड्स टु 0 माथिकै टर्म भनेको कति आयो x e को पावर x प्लस e को पावर x डेरिभेटिभ अफ e को पावर x कति भयो इन्टु 1 आउँथ्यो डेरिभेटिभ अफ e को पावर x भनेको e को पावर x अनि डेरिभेटिभ अफ 1/1 प्लस x भनेको एकछिन बन्द गर्नुस् है। अब मैले तपाईलाई ओके भनेपछि मात्र ओके। अब हामीले चाहिँ के गरौँ भन्दाखेरि लिमिट भ्यालु राख्दाखेरि 0/0 फर्म आउँछ कि आउँदैन तलपट्टिको त हटेर गइसक्यो। अब तपाईको 0/0 फर्म आएन। अब त्यसको लागि के गर्ने हामीले लिमिट भ्यालु राख्ने फर्स्टमा 0 इन्टु e को पावर 0 प्लस e को पावर 0 प्लस e को पावर 0 प्लस 1/1 प्लस 0 को स्क्वायर डिवाइडेड बाइ कति हुने भयो तपाईको 2 भयो। अब यति आइसकेपछि तपाईको कति भयो e को पावर 0 भनेको 1 भयो 1 प्लस 1 प्लस यो 1/1 प्लस 0 को स्क्वायर 1 बाइ कति आयो 2 आयो तपाईको कति भयो 3/2 आयो। ओके यस्तै कुराहरु जान्नको लागि तपाईहरुले यदि तपाईलाई यो कुराहरु मन पर्छ र तपाई एनइबी को स्टुडेन्ट हो भने लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक यू।